जब हामीले चाहिँ हाम्रो ह्याबिट्सहरू आफ्नो माइन्डसेटहरू चेन्ज गर्न थाल्छौँ नयाँ गोलमा वर्क गर्न थाल्छौँ नि होइन हाम्रो न्यू डिरेक्सन चाहिँ हुन्छ नि सबैले अन्डरस्ट्यान्ड गर्नलाई एकदमै गाह्रो हुँदो रहेछ कि एन्ड मैले जति पनि बिजनेसम्यानहरू भेटेको छु स्पेसली बिजनेसम्यानहरू उनीहरूको चाहिँ हुन्छ नि इनिसियल फेजमा चाहिँ यो प्रब्लमहरू रहेछ क्या सो आफ्नो फ्यामिलीसँग टाढा भएर बस्नु परेको हुन्छ नि आफ्नो फ्रेन्ड सर्कलहरूबाट हुन्छ नि क्लोजेस्ट फ्रेन्ड सर्कलहरूबाट टाढा बस्नु परेको फेजेसहरू हुँदो रहेछ अनि यो चाहिँ जस्ट एउटा इगोले पनि होइन रहेछ यो चाहिँ हुन्छ नि हामी कहाँबाट आएको छ त्यो रुट बिर्सेर पनि होइन रहेछ जस्ट यो चाहिँ हुन्छ नि आफ्नो सेल्फ ग्रोथको लागि चाहिँ हुन्छ नि राखेको एउटा बाउन्ड्रिज रहेछ क्या समटाइम्स आफ्नो क्लोजेस्ट मान्छेहरूबाट चाहिँ हुन्छ नि आफूले होल्ड ब्याक गरिरहेको हुन्छ नि डबहरू गिल्डहरू चाहिँ बिल्ड गरिरहेको हुन्छ नि हुँदो रहेछ क्या सो त्यो कुराहरूबाट चाहिँ टाढा बसेर चाहिँ हुन्छ नि के टाइम वर्क गऱ्यो भने चाहिँ रिजल्ट पनि राम्रो आउँदो रहेछ अनि त्यही भएर चाहिँ त्यो डिस्टेन्स चाहिँ मेन्टेन गरेको हुँदो रहेछ क्या एन्ड हामी चाहिँ टाढै बसेर पनि हुन्छ नि वी क्यान लभ समवन के